नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा हामी नेपालको सबैभन्दा प्रतिष्ठित वित्तीय संस्था नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले पाउने तलबको बारेमा जानकारी दिँदै छौं। यस भिडियोमा हामी गभर्नरदेखि सहायक 5औं सम्मका कर्मचारीहरूले के कति तलब र सेवा सुविधा पाउँदछन् भन्ने कुराको जानकारी रहनेछ। जान्न चाहनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला। साथै हाम्रो यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी अल नोटिफिकेसनमा क्लिक गर्न पनि नबिर्सनुहोला। नेपाल राष्ट्र बैंकका गभर्नरले कति तलब पाउँदछन् भन्ने कुराको जानकारी दिनेछु। नेपाल राष्ट्र बैंकका गभर्नरले महिनामा रु 1,36,000 रुपैयाँ तलब प्राप्त गर्दछन्। त्यसैगरी केन्द्रीय बैंक भत्ता रु 63,060 रुपैयाँ, खाजा खर्च रु 9,600 रुपैयाँ र इन्टरनेट सुविधा रु 7,450 रुपैयाँ प्राप्त गर्दछन्। यसबाहेकका अन्य विभिन्न सेवा सुविधाहरू पनि प्राप्त गर्दछन्। त्यसैगरी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरले रु 1,21,700 रुपैयाँ तलब प्राप्त गर्दछन्। केन्द्रीय बैंक भत्ता रु 59,320 रुपैयाँ, खाजा खर्च रु 9,600 रुपैयाँ र इन्टरनेट सुविधा रु 7,450 रुपैयाँ पाउँदछन्। त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकले 76,500 रुपैयाँ तलब पाउँदछन्। केन्द्रीय बैंक भत्ता रु 57,730 रुपैयाँ, खाजा खर्च रु 9,600 रुपैयाँ र इन्टरनेट सुविधा रु 3,170 रुपैयाँ पाउँदछन्। त्यसैगरी नेपाल राष्ट्र बैंकका निर्देशकले 70,900 रुपैयाँ तलब पाउँदछन्। त्यसैगरी केन्द्रीय बैंक भत्ता 50,780 रुपैयाँ, खाजा खर्च 9,600 रुपैयाँ र इन्टरनेट सुविधा 3,170 रुपैयाँ पाउँदछन्। त्यस्तै नेपाल राष्ट्र बैंकका उपनिर्देशकले 57,300 रुपैयाँ तलब पाउँदछन्। केन्द्रीय बैंक भत्ता 40,850 रुपैयाँ, खाजा खर्च 9,600 रुपैयाँ र इन्टरनेट सुविधा 3,170 रुपैयाँ पाउँदछन्। नेपाल राष्ट्र बैंकका सहायक निर्देशकले 50,100 रुपैयाँ तलब पाउँदछन्। केन्द्रीय बैंक भत्ता 37,240 रुपैयाँ, खाजा खर्च 9,600 रुपैयाँ र इन्टरनेट खर्च 3,170 रुपैयाँ पाउँदछन्। त्यसैगरी नेपाल राष्ट्र बैंकका सहायक प्रथम पदका कर्मचारीहरूले 40,100 रुपैयाँ तलब पाउँछन्। केन्द्रीय बैंक भत्ता 30,460 रुपैयाँ, खाजा खर्च 9,600 रुपैयाँ र इन्टरनेट खर्च 3,170 रुपैयाँ पाउँदछन्। त्यस्तै सहायक द्वितीय पदका कर्मचारीहरूले 35,000 रुपैयाँ तलब पाउँदछन्। केन्द्रीय बैंक भत्ता 26,700 रुपैयाँ, खाजा खर्च 9,600 रुपैयाँ र इन्टरनेट खर्च 3,170 रुपैयाँ पाउँदछन्। त्यस्तै सहायक तृतीय पदका कर्मचारीहरूले 29,800 रुपैयाँ मासिक तलब पाउँदछन्। केन्द्रीय बैंक भत्ता 24,830 रुपैयाँ, खाजा खर्च 9,600 रुपैयाँ, इन्टरनेट खर्च 3,170 रुपैयाँ पाउँदछन्। त्यस्तै नेपाल राष्ट्र बैंकका सहायक चतुर्थ पदका कर्मचारीहरूले 27,900 रुपैयाँ तलब पाउँदछन्। केन्द्रीय बैंक भत्ता 23,960 रुपैयाँ, खाजा खर्च 9,600 रुपैयाँ र इन्टरनेट खर्च 3,170 रुपैयाँ पाउँदछन्। नेपाल राष्ट्र बैंकका सहायक 5औं पदका कर्मचारीहरूले 26,400 रुपैयाँ तलब पाउँछन्। केन्द्रीय बैंक भत्ता 22,180 रुपैयाँ, खाजा खर्च 9,600 रुपैयाँ र इन्टरनेट खर्च 3,170 रुपैयाँ पाउँदछन्। नेपाल राष्ट्र बैंकका कर्मचारीले तलब बाहेक अन्य सेवा सुविधाहरू पनि प्राप्त गर्दछन्। पोसाक खर्च, दशैं खर्च, उपचार खर्च, होम लोन लगायत अन्य विभिन्न सेवा सुविधाहरू पनि प्राप्त गर्दछन्। र यही नै रहेको थियो आजको यस भिडियो नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले प्राप्त गर्ने सेवा र सुविधा। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। साथै हाम्रो यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी हामीसँग जोड्नुहोला।